हेलो गाइस वेलकम टु ब्लु ब्लग। आज हामी गाउँतिर हिँडिरहेका छौँ। आज खुट्टा दुख्यो अनि बाजे छिटो गएछ घर। अब हामी मोमो मम्मी ब्याग म ब्याग झाडु म यो बत्तल मोमो ल्याएछु। गाउँको बाटो यस्तै हो। यहाँ बाटो खराब भएर है टुकटुके नआएर हामी यहाँ हिँडेर थाक्यो तिमी हो। यहाँ यस्तो हालत जानु पाइन। अब हामी हिँड्दै जानुपर्छ। पानी खाएको भएन। तिम्रो हातमा के छ? मोमो। कसले किनिदिएको मोमो? त्यसमा छ बोतल छ मम्मी ब्याग रहेछ खानेकुरा रहेछ जादु रहेछ। तिम्रो मोमो कसले किनिदिएको? मोमो कसले किनिदिएको? मोमो कसले किनिदिएको? फुपूले। यसरी हिँड्नुपर्छ। हेरेन भने फेरि लोटिन्छ। ढुङ्गा लिएर जान्छ। किन फाल्यो ढुङ्गा? फाइनली घर आइपुगेँ हिँडेर। सानो हेर यहाँ। अब म थाकेँ। थाक्यो। रुँदै हाम्रो गाई भन्यो। घर आइपुग्यो। ल यो सिमेन्ट किन राखेको छ? ल हिँड। सिमेन्ट किन राखेको छ? खै ल जाऊ घर। माइजू यहाँ आइपुगेँ। ल जाऊ जाऊ। हात दुख्यो अरे अर्का उसको सानी मैया। ल दुईटा हात पकाएर आइज। छोयो भने जान्छु फेरि। पकर दुईटा हात पकर। दुईटा हात पकर भनेको जानु। तेरो भ्लगमा हालिदिन्छु। ए जा सक्छ जानु त्यहाँ। डेन्जर हुँदो रहेछ है यो त। माथि भिरबाट आएर आइपुग्यो है यो पानी त। त्यो टापुरबाट आउँछ। यस्तो ठाउँमा मल फुटेर आएको है।